नमस्ते, गुड मर्निङ। मैले आज तपाईँलाई एउटा विशेष भिडियो लिएर आएको छु। यो जाडो बढेसँगै धेरैजसोको प्रेसर बढ्ने, सुगर बढ्ने, किनकि नियमित व्यायाम रेस्ट्रिक्टेड हुने हैन, नियमित व्यायाम चाहिँ राम्रोसँग गर्न नसक्ने भएको भएर जाडो याममा चाहिँ सुगरको मात्रा बढ्न सक्ने हुन्छ, कोलेस्ट्रोलको मात्रा बढ्न सक्ने हुन्छ। अब यसमा ध्यान दिनुपर्ने कुरा के छ भने धेरैजसोहरूले चाहिँ जाडो याम लागिसकेपछि प्रेसरको औषधि, सुगरको औषधि खाइराख्नु भएको छ भने कोलेस्ट्रोलको औषधि चाहिँ छोड्न खोज्नुहुन्छ अथवा ल्याब रिपोर्ट अनुसार नम्बर हेरिकन यो घटाउन, बढाउन खोज्नुहुन्छ अथवा छोड्न खोज्नुहुन्छ। धेरैजसोले त छोड्नै खोज्नुहुन्छ। तर वास्तविक कुरा के छ भने सुगर प्रेसर र तपाईँलाई रिस्क, अब मोटोपन धेरै छ हैन, कहिलेकाहीँ अल्कोहल खानुहुन्छ, कहिलेकाहीँ सिगरेट खानुहुन्छ र मोटोपन धेरै छ, बोसो धेरै छ भने तपाईले कोलेस्ट्रोलको औषधि चाहिँ सुगर प्रेसरको औषधि भन्दा पनि महत्त्वपूर्ण मान्नुपर्छ र यसलाई चाहिँ तपाईले डोज सेम डोजमा खाइराख्नु पर्ने हुन्छ। यदि तपाईको लेभल नर्मल छ भने पनि सुगर र प्रेसरले रक्तनली भित्रको जुन लाइनिङ हुन्छ अथवा रक्तनली भित्रको रसहरू र जुन यो प्यारालाइसिस गराउन सक्ने ढिक्काहरू हुन्छ त्यो निकाल्न सक्ने भएको भएर यो कोलेस्ट्रोलको औषधि चाहिँ व्यवस्थापन गरेर नियमित लिँदाखेरि शरीरलाई स्ट्रोक, जाडो याममा हुने धेरैजसो स्ट्रोक, हार्ट एट्याकबाट जोगाउँछ है त। त्यही भएर कोलेस्ट्रोलको औषधि जाडो याममा अथवा अन्य बेलामा पनि डोज घटाउन अथवा छोड्न हुँदैन, यसलाई नियमित रूपमा लिइराख्नुपर्छ। हस्त, धन्यवाद।